नमस्कार। सरकारले आगामी फागुन 21 गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र समानुपातिक उम्मेदवारहरूको सिफारिस तथा दाबी पेश गराउने, तर यहाँका मतदाताहरूले अब आयातित उम्मेदवारलाई हामीलाई स्वीकार्य हुँदैन। यो सुनसरी क्षेत्र नम्बर 4 को हकमा चाहिँ आइरहेको छ र यसमा चाहिँ हाम्रो सुनसरी जिल्लाको हरिनगर गाउँपालिकाका अध्यक्ष श्री गफार अन्सारीज्यूको पनि नाम सिफारिस भएको छ यो क्षेत्र कमिटी को बैठकमा। तपाईलाई म कोसीटपु.खबर मा स्वागत गर्न चाहन्छु। धन्यवाद। अनि यो जुन तपाईको प्रतिनिधि सभा उम्मेदवारको अहिले चर्चा चलिरहेछ, अनि यहाँको मतदाताहरूले तपाईको नाम पनि अगाडि सारेको छ, यसमा चाहिँ तपाईको भनाइ के छ? अब खास गरेर यो जनजी आन्दोलन पछिको यो अन्तिम सरकारले चुनाव घोषणा गरेको छ फागुन 21 गते र त्यो अनुसार सबै पार्टीहरूले आफ्नो उम्मेदवार, प्रतिनिधि सभाको उम्मेदवार र राष्ट्रिय सभाको उम्मेदवारको लागि केन्द्रबाट सर्कुलर जारी भएको छ। त्यो अनुसार हाम्रो 4 नम्बर क्षेत्रको हिजो मिटिङ भएर मेरो नाम पनि सारिएको छ। अब जनताले चाहे भनेदेखि म पक्कै सेवा गरेको छु र मेरो राजनीतिक करियर 2049 सालदेखि नेपाली कांग्रेसमा मैले राजनीति सुरुवात गरेँ र आजसम्म लगातार रूपमा 4 पल्ट म नेपाली कांग्रेसको महासमिति सदस्य पनि भइसकेका छौं र 2 कार्यकाल मैले गाउँ विकास पनि चलाइसके र 2070 सालको दोस्रो संविधान सभामा मैले यही क्षेत्रबाट चुनाव पनि लडेको थिएँ र थोरै 281 मतले मलाई हार स्वीकार गर्नु पर्यो र त्यो अनुसार जनताको इच्छा छन् र जनताले चाहेका छन् भनेदेखि म यो निर्वाचनमा जनताले चाहे भनेदेखि र पार्टीले मलाई टिकट दियो भनेदेखि म उम्मेदवार हुन सक्छु र जनताको सेवा गर्न चाहन्छु। भनेपछि यहाँका मतदाताहरूले हजुरलाई चाहेकै हो र यहाँको मतदाताहरूले तपाईलाई जानै पर्छ, प्रतिनिधि सभा उम्मेदवार बन्नै पर्छ भनेर यो यस अवस्थामा तपाई पछाडी चाहिँ हट्नुहुन्न? म पछाडी हट्दिन। जनताले चाहे भनेदेखि जुन स्तरमा जहाँ जुन ठाउँमा राख्छ जनताले, जनताको सर्वोपरि जनता नै हो। जनताले जे निर्देशन दिन्छ त्यो अनुसार हामी अगाडि बढ्छौँ। हस् त, धन्यवाद।